गाइस गुड मर्निङ एभ्रिवान वेलकम ब्याक माई युट्युब च्यानल। आज चाहिँ हाम्रोमा चाहिँ हिउँ परिरहेछ, हेर्नु होला साथीहरू। वाउ यस्तो छ, बिहान बिहान हिउँको अनुहार देख्नु पाइयो। फुरुरु झरेछ, रोक्यो कि क्या है? आमामा यस्तो दामी यस्तो भइसक्यो। मेरो बुढीको हिउँ खेल्ने रहर पुरा हुने बाबु, हिउँ परिरहेछ। अहिले भरे अलिक यति 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 आएपछि चाहिँ यहाँ यता भिडियो बनाउने। त्यत्रो ठुलो पर्दैन होला कि, तर मौसम त खराबै छ, पर्छ मलाई। सुरु भइसक्यो। ठ्याक्कै आउनु होइन, हिजो आइपुग्नु, आज ठ्याक्कै हिउँ पर्नु। कस्तो कस्तो लक्की चामान। मैले फर्स्ट टाइम देखेको है हिउँ चाहिँ। जाऊँ त्यहाँ रुम अगाडि हिउँ परेर बेपत्ता हाम्रो रुम अगाडि। यो त यता पुऱ्याइ छ त। कैचहरू हिउँ परिरहेको अवस्था होइन। यस्तो राम्रो यस्तो रमाइलो। अझ के भन्छ अलिक भिडी पऱ्यो। अब मेरो बुढो चाहिँ ड्युटी जानुहुन्छ। मैले चाहिँ यहाँ नास्ता बनाइरहेको छु। नास्तामा चाहिँ के भने सुप खाने रे, तातो तातो सुप। त्यही भएर चाउचाउ लिएको, चाउचाउ बनाउँदैछु। अनि अन्डा चाहिँ यहाँ, अन्डा चाहिँ ट्याग लगाएको हुन्छ है हाम्रो चाहिँ। यस्तो छ, हेर्दै गर्नुहोला साथीहरू। तेल पनि यहाँ छ, रेडी टु रेडी सबै अचारहरू मेरो। यता तरकारीहरू राखेँ। यस्तो गाइज हामी चाहिँ अब के भन्छ साडी लाएर चाहिँ अब के अरे स्नो खेल्नु जानु आँटेको। यहाँ मेरो बुढो हाई गर्नु। हेलो गाइज। अब चाहिँ गाइज उता जानु आँटेको। हिउँ खेल्नु गएको मुसा भयो। मुसा हेर्नुहोस् त यस्तो पानी आउनु थाल्यो अब चाहिँ। र यस्तो बिजोग भयो। अब चाहिँ भयो। साथीहरू फोटो खिचेर नि आइयो, भिडियो बनाएर नि मरे। अब रुम आइसक्यौँ, चिसोले मऱ्यौँ। अचु यसो भयो भने त बिरामी भइहाल्छ। अब मेरो फर्स्ट डे यहाँ खाना पकाउँदैछु। मैले यो पोर्क लिएको थिएँ, दाल बनाउनु, अलि भिडियो बनाउनु पर्यो। काटेर हाल्नु पर्यो। त्यो केसी भाइलाई अनि यो चखाउने भने होइन गइसक्यो भने हो न, तेरो नम्बरै उठाएन त यार। मान्छेले दिएको जेसकै दिएको रहेछ होइन। फेरि उठाएन फोन। एनसिएसको कल गर न भनेको नम्बर दिनु पर्यो नि। सब नम्बर भेज त भन्नु न। साथीहरू हामी चाहिँ खाना खानु आँटेको। मैले खाना पकाइसकेँ। त पल्लो रुमको बहिनीहरू पनि आउँदैछ। यिनीहरू चमिजले फर्स्ट डे खाना आफ्नो रुममा खाँदैछौँ है। आज खोर्सानी म चाहिँ खान्छु। हेलो गाइस, हाम्रो चाहिँ बल्ल बल्ल रुमहरू सफा गरेर यताउति गरेर बसेको। मेरो बुढा नि आज त ड्युटी छैन, मसँगै छ।
कस्तो छ बल्ल बल्ल मिलाइसक्नु चट्ट कस्तो भद्रगोल थियो कि यो सामानहरू पनि लत्थलिङ्गे थियो बल्ल बल्ल मिलाइसक्यौँ बाहिर चाहिँ कस्तो मजाले हिउँ परिरहेछ कस्तो दामी तरिकाले हिउँ परिरहेछ बाहिर चाहिँ हेर्नु होला चराहरूलाई चाहिँ जाडो नै नहुने रहेछ हौ कस्तो हिँडेको हावामा उडिरहेछ सबै उ त्यहाँ तल ट्याङ्की त पुरा फुल भइसक्यो माथि माथि आइसक्यो आम्मामामा यस्तो पर्दो रहेछ मेरै रुमको अगाडि चाहिँ यी चराहरू पनि आइरहेछ है त्यसलाई नि जाडो भएर होला आमामा हेर त त्यता हिउँ चाहिँ परिरहेछ है त्यता अघि त कस्तो ठ्याप्पै परेको थियो अहिले चाहिँ बल्ल अलिकति रोकिएको छ पर्नु चाहिँ परि नै रहेछ ठ्याक्कै मेरो झ्यालबाट देखिने दृश्य चाहिँ यस्तो छ है मेरो रुमको अगाडि चाहिँ ए बुढो यो चाहिँ सबै यो स्याउको बोटहरू हो यो यिनीहरू पनि होइन कहाँ छ ऊ तल तलको चाहिँ हो तल तलको चाहिँ रे यहाँको चाहिँ होइन बाहिर त कस्तो जाडो छ नि त त्यही भएर यस्तो छ मेरो बेड मैले हिजो बेडसिट लिएको कस्तो छ दामी छैन मेरो त्यो जुत्ताहरू चाहिँ उता राखिदिनु न जुत्तीहरू साइडमा हेर्नु साथीहरू अझै पनि पानी परि के अरे हिउँ परि नै रहेछ कति घन्टा भइसक्यो यस्तो भयो आमामामामा हेर्नु होला कस्तो राम्रो देखेको वाउ यस्तो छ हाम्रो बस्ने रुम अगाडि यता चाहिँ मेरो रुम हो यो चाहिँ यता नि हेर्नु त पहिला पहिला म भन्थेँ कति खेल्थेँ हो म पहिला भन्थेँ कि म हिउँमा गएँ भने म कति खेल्छु भन्थेँ राम यत्रो परिसक्यो आमामा हेर्नु त राम 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 यस्तो राम्रो म चाहिँ यहाँ बाहिर आएर यस्तो यस्तो झर्दो रहेछ कि पुरै पानी नै पानी झर्दो रहेछ हेर्नु न म चाहिँ यहाँ खेल्नु आएको बुढोले गाली गरिराख्नु भएको थियो नजा कि नजा भनेर ज्वरो आउँछ तँलाई हेर्नु आमामामा कति गहिरो भइसक्यो यहाँ कति हेर्नु त हाम्रो के हो चाहिँ क्याम्पभित्र छ नि त सबै क्यामै त देखाउनु त मिल्दैन होला त्यो अनि मैले देखाएँ हजुरलाई त्यस्तो धेरै चिसो त छैन खेलायो भने चाहिँ चिसो हुन्छ होइन नत्र त यस्तो बाहिर यत्तिकै उभिँदा त त्यस्तै धेरै चिसो त छैन हामी चाहिँ खाजा खाइरहेको भन्नु त पर्यो नि होइन तातो तर कस्तो मिठो मलाई है त्यत्रो होइन एउटा सानो सानो त त्यो यताको चाहिँ दिनु न तपाईँ त खानु देशको खाजा हामीले खाइरहेछौँ साथीहरू तपाईँ आजी त्यो हात चाहिँ किन यसो गर्नु यति हुन्छ के गर्छ ज्ञान
मेरो एमबी तान्दिनु है। मलाई होइन गाडी गर्दैछ भिडियो बनाउनु दिँदैन। साथीहरू अहिले चाहिँ म एक्लै बसिरहेको किनभने मेरो बुढा चाहिँ जानुभयो नि त। आज एनिभर्सरी हो, केकहरू के काट्ने भन्नुहुँदैछ अनि लिनु जानुभएको छ। म चाहिँ एक्लै ढेर बसिरहेको छु। बाहिर चाहिँ यस्तो हिउँ परिरहेको छ, त्यो हेर्दै बसिरहेको छु होइन। कतिखेर आउनुहुन्छ अनि उहाँको नम्बरहरूलाई पनि बोलाउने रे अनि खाना खुवाउने भन्नुहुँदैछ। म हजुरहरूलाई म देखाउने छु, साथीहरू हेर्दै गर्नु होला। अब चाहिँ म एक्लै छु नि त रुममा अनि यता हो मेरो बेड। यस्तो छ मेरो बेड चाहिँ, यहाँ ऐना छ होइन, कुर्सीहरू छ, दराज छ। जो सरकारी रुमहरू राम्रो छ, यहाँ चाहिँ गेस्ट रुम हो हाम्रो चाहिँ होइन, राम्रो छ। यो बेड चाहिँ लाने रे अनि मेरो बुढोले कुलर चाहिँ खुट्टाहरू तताउँदै गर भनेर बालेर जानुभएको छ। तल कहाँ छ, तल छ। अनि चाहिँ आज चाहिँ हाम्रो एनिभर्सरी हो, सबैजना नम्बरहरूले खाना खुवाउने भन्नुहुँदैछ नि त। अनि मैले हिजो प्याजहरू टमाटरहरू लिएको थियौँ अनि त्यो चाहिँ अब बनाउनु आँटेको, म चाहिँ बनाउँछु हो। अनि कहाँ पो थियो, कहाँ गयो, चाउचाउ लिएको छौँ, चाउचाउ होला सायद। बनाउनु पो अहिले बिमार छ मलाई फेरि। लसुनहरू अदुवाहरू त केलाउनु पऱ्यो नि त होइन, त्यही भए पनि अब बाहिर केलाउनु पऱ्यो बसेर है। राम्रो छ मेरो रुम यस्तो। म पछि गएर म ठुलो घर चाहिँ बनाउनु म सोख छैन क्या। मलाई चाहिँ यत्तिको भयो भने चाहिँ एकदम राम्रो लाग्छ। मलाई चाहिँ यस्तो घर चाहिँ मनपर्छ। ठ्याक्कै मेरो बुढाले चाहिँ ल्याउनु भयो क्या हिजो, ठ्याक्कै हिजो आएको, आजदेखि ठ्याक्कै फेरि यो बरफ परिरहेछ नि त। यहाँ कम्ती बरफ परेको छैन, ठ्याक्कै सोचेको जस्तै भइरहेछ क्या। अनि बाहिर नि कति धेरै बरफ परिरहेछ। अनि बुढोले चाहिँ ठ्याक्कै किस्मत वाली रहेछ हौ भन्नुहुन्छ नि त। किस्मत वाली नै छु जस्तो लाग्छ अरे के। आफैले यस्तो छ। अब ड्युटी जानुहुन्छ नि त, अर्काको काम गरिसकेपछि त ड्युटी नै गर्नु पर्यो। जानुभएको छ, आइपुग्ने बेला भयो। अब म लसुनहरू प्याजहरू काट्दै गर्छु, मासुहरू सुक्रीहरू लिएको छु त्यसै खुवाउने भनेको आज सबैजनालाई। हेर्दै गर्नु होला। अनि बाहिर चाहिँ अहिले चाहिँ कस्तो छ होइन, हेर्नु त आमामा यति धेरै परेको छ नि र यस्तो छ। रुखहरू हेर्नु पुरा, त्यहाँ छानामा त त्यति धेरै जम्मा भएर छ रुखहरू। यस्तो धेरै आमामा कम्ती धेरै परेको छैन। यो सब है बिलेपछि चाहिँ यो पानी बन्ने रहेछ क्या, थाहै थिएन मलाई। यस्तो धेरै यो क्याम हो सबै यतातिर। हिँडेको हेर न, फस बसिजान्छ। अब माथिदेखि किडम झर्दैछ हो। यस्तो दामी देखिन्छ क्या यो रुखहरू चाहिँ। यस्तो बरफ पर्दा हिउँ पर्दा चाहिँ ऊ पारीतिर सेतो देखिनु थाल्यो, पारी डाँडातिर। यस्तो छ मेरो हालत चाहिँ। अच्छो कस्तो चिसो फेरि हुन्छ नि राम, एकैछिनमा बरफ हुइन्छ आफू पनि। म चाहिँ लसुन केलाउँछु। तरसमा हेरेको त के हो यस्तो राखिदिएको मलाई, हेर्नु न। बुढाले यस्तो चिजहरू मनपर्छ नि त मलाई, अनि त्यही भएर राखिदिएको न खजुर। यस्तो छ। के राखिदिन्छ यो राखिदिएको रहेछ। अझै भनेकै थिएन मलाई महहरू अरे के हो के अघि लिएर लाउनु त हुँदै थियो, यहाँ राखिदिएको रहेछ। ठिकै छ, थ्याङ्क यू। तिमीलाई मनपर्ने चिजहरू राखिदिएको छु त भन्नुहुँदै थियो, ठ्याक्कै यहाँ रहेछ, राखिदिनु भएको रहेछ।
मेरो सक्स खोजेको कहाँ रहेछ कहाँ परेछ क्या मेरो बुढाले चाहिँ यहाँ केक ल्याइसक्नु भएको छ हेरौँ के ह्याप्पी सेकेन्ड एनिभर्सरी क्रिस तायारे म अचारहरू बनाउनु पर्छ धेरै शुभकामना थर्ड एनिभर्सरी पनि सफल होस् भन्छ। त्यो मान्छेले चाहिँ दामी भन्यो है ल ल स्पेशल हो नि त हैन ल नारायण लाउनु पर्यो नि ओके ल ल ल धन्यवाद ल हुन्छ ठिक हाल्दैन त हाम्रो यता चाहिँ बस्छ दुःख गर्नु नपर्ने एकचोटि हुने त दुःखले राम्रो नि अब हामीले त हामीले अब बसाउन सक्छौँ।